नमस्ते, यहाँ हेर्नुहोस् त पूर्वी ब्लुजका दाई सचिन नेउपाने दाईले देखाउनु भएको हाम्रो डोटीको अद्भुत दृश्य। धन्यवाद दाई। नेपालमा 3वटा सेती नदी देखेको छु मैले चाहिँ। एउटा पोखराको सेती नदी जसले गल्छी बनाएर बगेको छ, गण्डकीको सहायक नदी त्यो। अर्को सेतीबेनीको सेती नदी जहाँ विश्वकै ठुलो शालिग्राम शिला छ, त्यो सेती काली गण्डकीमा मिल्छ। यो चाहिँ सुदूरपश्चिमको सेती नदी हो। यो कर्णालीको सहायक नदी हो जुन बझाङको सैपाल हिमाल उद्गम बनाएर आउँछ। कर्णालीका 7वटा प्रमुख सहायक नदी छन्: हुम्ला कर्णाली, मुगु कर्णाली, ठुली भेरी, सानी भेरी, तिला, बुढीगङ्गा र यो सेती। सेतीमा नदीको रङ सेतो सेतो नै देखिन्छ। प्राय अन्य सेती नदीका रङ पनि यस्तै सेतौले प्रकारकै रहन्छन्। यो सेती नदी यता धार्मिक आस्था बोकेको नदीको रूपमा पनि लिइन्छ। सेतीको त्यो सानो टापु नजिक निकै बेर रोकिएर हामी अघि बढ्यौँ। अब वरपरका गाउँघरका दृश्यहरूको मजा लिँदै अघि बढ्दै खुब रमाइलो हुँदैछ आज। अब त दिपायल पनि धेर छैन, पुग्न लागि होला अब त। सेती हामी साथ छँदैछ, कहिले लुक्छ कहिले फेरि भेटिहालिन्छ। यहीँ अघिबाट फेरि लुक्नेछ र दिपायलमा भेटिनेछ फेरि। ल, यहाँबाट हामी दिपायल सिलगढी नगरपालिका प्रवेश गर्दैछौँ। दिपायल र सिलगढी हुन त अलग बजार हुन्, नगरपालिका चाहिँ दुवैलाई मिलाएर राखिएको हो। हामी जानुपर्ने त राजपुरतर्फ थियो, तर यहाँ आएपछि एकपटक दिपायल पुग्नै पर्ने भयो। दिपायलमा गाडी चार्ज गर्न पाइन्छ। CCS2 र GBT दुवैका लागि यहाँ चार्जिङ स्टेसन छ। यो नै हो दिपायल बजार, डोटीको प्रसिद्ध स्थान, व्यापारिक केन्द्र पनि हो यो। पर्यटकका निम्ति खाने बस्ने पेट्रोल पम्प लगायतका सबै व्यवस्था यहाँ छ। बजार क्षेत्र पनि ठुलै छ। ल, अब हामी आइपुगेका छौँ यो दिपायल बजारमा। दिपायल बजार चाहिँ यो दिपायल सिलगढी नगरपालिका 4मा पर्ने, यो चाहिँ खासमा पिपल्ला हो यो डोटीको। बजार त ठुलो छ यहाँ अगाडि। अब हामी यहाँनिर चाहिँ यसै दृश्य हेर्नलाई मात्रै आएको। यहाँ सेती नदी छेउैबाट बगेको एउटा सुन्दर स्थानमा बसेको, केही गर्मी निकै महसुस हुने ठाउँ हो यो। अब यहाँबाट हामी खासमा जानुपर्ने चाहिँ केआई सिंह हो। केही अगाडि गएर फेरि बाटो फाट्छ, अनि त्यहाँबाट चाहिँ हामी केआई सिंहको साह्रै सुन्दर गाउँहरू पुग्छौँ। अहिलेलाई यो दिपायल कस्तो छ त, यहाँको दृश्यहरू हेरौँ है त। वारी दिपायल एकै ठाउँमा केन्द्रित यस्तो बजारी क्षेत्र छ, निकै व्यस्तता छ यता। पारी दिपायल सेती नदीभन्दा पारीतर्फ नै छ, त्यता ठुलो फैलावट छ दिपायलको। हामीले दिपायलमा खाना खाइसक्दा मोटरलाई पनि ऊर्जा दियौँ। हामी दिपायलबाट यता फर्क्यौँ थोरै। नजिकै यो कुलपाते चोक छ। अब यहाँबाट भित्र राजपुरतर्फ छिर्नेछौँ हामी। यहीँ अघि नजिकै छ राजपुर बजार। कुलपाते चोकबाट अब यता भने हाम्रो निम्ति नयाँ ठाउँ रहनेछ। पहिले कहिले आइएको थिएन यता। दिपायलबाट सिलगढी हुँदै चाहिँ गइयो धेरै पटक।